नमस्ते मनको भह र आशिक शर्मा फेसबुक हेरेर बस्नुभएका तपाईँ सम्पूर्णमा न्यानो अभिवादन। सदा चाहिँ आज पनि एउटा नयाँ भिडियो लिएर आइसकेको छु र आज चाहिँ म यो पाथीभरा मुकुमदुङ यात्राको भिडियो लिएर यहाँहरूमाझ उपस्थित भइसकेको छु। यो पाथीभरा जाने क्रममा तल्लो फेदीमा पुगिसकेको छ र अब हामीले चाहिँ यहाँदेखि चाहिँ अब चाहिँ पैदल यात्रा सुरु भएको छ र यहाँदेखि अब माथि उकालो लागिसकेका छौँ र मौसम चाहिँ निकै धुम्मिएको छ। पुरै बादल लागेर खासै केही पनि देखिँदैन, तर अब यहाँदेखि माथि चाहिँ यस्तै व्यवस्थापन गरेको छ भन्ने चाहिँ सुनिएको छ। हामी त्यहाँ पुग्दा त घाम लागेको थियो, पूजा गर्छौँ। उकालो लागेको छ। आज चाहिँ सुदन गुरुङको साथमा यात्रा भएको छ। यो यात्रामा चाहिँ जतिसुकै गाडी घोडा राम्रो भए पनि होइन, हवाई जहाज भए पनि अन्तिममा चाहिँ चप्पल जुत्ताकै सहारा लिनुपर्ने रहेछ। ल है पठाउको व्यवस्था पनि छ भन्ने कहाँ यहाँ बुझ्यो। सम्पर्क चाहिँ लिभ गरेर राख्नुपर्ने थियो। अनि भाइहरू कहाँदेखि आउनुभएको? धनकुटेली भाइहरूसँगको यात्रा छ अहिले चाहिँ। इलामेली र धनकुटेली है, भेट भइयो। अब साथमा यात्राको क्रम जारी छ। तर धनकुटा भनेको धनकुटै रहेछ कि धनकुटा त अनि यो हिँडाइले त अनि थला परिहालिन्छ नि। तपाईँहरू जाँदै गर्नुहोस्, हामीले माथि पुगेर तान्नुहोस् है त। यहाँनिर केही जानकारी लेखेको रहेछ। पाथीभरा देवी मन्दिर 3794 मिटर, त्यसै गरी माथिल्लो फेरि 3150 मिटर र काफ्लेपाटी हामीले नागिसकेका छौँ। त्यहाँ चाहिँ 2795 मिटरको उचाइमा रहेको यहाँनिर जानकारी दिएको छ। पानी छँदैछ त पानी। लो आयो है भेडा, ताप्लेजुङको भेडा साथीहरूले यस्तै भन्नुहुन्थ्यो नि। यसले हानु भने चाहिँ फेरि खुत्रुकै पार्छ, त्यो थाहा भयो होला नि चुनावको बेला। ताप्लेजुङको भेडा भनेको होइन साथीहरू, यो एमाले हो। हो खतरा हुन्छ यो, खुत्रुकै नै पार्छ त। अनि अस्ति साथीहरूले साग पनि भाग्य मानिरहेछ, यसरी बोकेर लानुपर्छ उकालो। हो यसको अब यो साग चाहिँ माथि पुगिसकेपछि होइन हामी जस्ताको मेजमान हुने होला नि त, होइन सर? यो कहाँसम्म पुऱ्याउनु पर्ने? यो ठुलो फेदीसम्म। यो सागको मूल्य सर कति पर्छ नि त्यहाँ पुगिसकेपछि? यो पर मुठा 100 रुपियाँ हो। 100 रुपियाँ। तपाईँको चाहिँ यो आफ्नै बेच्नु लानुभयो कि तपाईँको होटल के छ सर? बेच्नै लागेको। अब उहाँ त के दैनिक रूपमा तलबाट 1 घन्टा लाग्छ, यहाँबाट अब 40 मिनट। हामीलाई 1 घन्टा लाग्दो रहेछ। हामी कहाँ 1 घन्टा पुगिँदैन नि। होइन सँगसँगै हुन्छ तर 100 रुपियाँ मुठा भनेपछि सस्तै हो नि। अब चाहिँ हामी यो माथिल्लो फेरीमा पुगिसकेका छौँ र यहाँ हामी बस्ने होटल पनि लगभग यही होला भन्नुभयो सरले। हाम्रो स्टाफज्यू हुनुहुन्छ र हामी यहाँनिर हिजै आएर बसेका छौँ। तपाईँको शुभ नाम? नमस्कार, मेरो नाम विशाल तामाङ हो। हजुर, म चाहिँ यहाँ मिडनर होटलको स्टाफ। कति भयो तपाईँले यहाँ? म त धेरै नै भयो। घर चाहिँ घरै तपाईँको यहाँ हो कि? मेरो ताप्लेजुङै हो, 8 त्रिवेणी हो। ए 8 त्रिवेणी। यहाँ तपाईँले गर्नुभएको कति भयो भन्नुभयो? धेरै नै भयो, 2-3 वर्ष। 3 वर्ष जति भयो होइन। अब यहाँ चाहिँ रातैभर मान्छे हिँडेको देखियो होइन, यो तीर्थालु भक्तजनहरू। अहिले चाहिँ खासै हिँड्या छैन, अब सिजन यसपालि लागेन भनौँ न। ए यो सिजन भनेको चाहिँ यो मौसमको प्रतिकूलका कारण हो कि के हो? खोइ अब यो बुझ्नै सकिएन। ए ल ठिकै छ, तपाईँले अब राम्रो सेवा सुविधा दिनुभयो। यो चाहिँ मिलन होटल भनेको ठुलो फेदी 1 नम्बर होटल हो। हजुर, अब यहाँनिर सुरुकै होटल भनौँ न, ठुलो फेदी। यहाँदेखि उँभो चाहिँ अब तपाईँहरू भक्तजनहरू आउनुहुन्छ भने पानीहरू केही पाउँदैन, यहाँदेखि उँभो चाहिँ बोकेर जाने
सूचना गराउँछु तपाईँहरूलाई। धन्यवाद। मलाई पनि फलो गरिदिनु होला। विशाल तामाङ छ है। धन्यवाद विशाल साथी। ल हामी चाहिँ उकालो लाग्यो है, भरे भेटौँला है त। भरे भेटौँ। 3 बजिसकेको छ र अब हामीले चाहिँ यो माथिल्लो फेदी भन्ने ठाउँबाट जाँदैछौँ। बसाइ चाहिँ यही मिलन होटल एन्ड लज भन्ने यसमा हामीले बसेको थियौँ र अब हामी चाहिँ 3 बजेको छ र अब माथिल्लो फेदी ताप्लेजुङ भनेर लेखेको छ यसमा बसेका छौँ र अब हामी चाहिँ उकालो लागेका छौँ। होटल बस्नका लागि चाहिँ त्यस्तो टेन्सन नहुने रहेछ। धेरै मात्रामा होटलहरू बस्ने व्यवस्था मिलाइएको छ यो माथिल्लो फेदीसम्म आउँदाखेरि। र यहाँ किन पनि आउनुपर्छ भने करिबन 2 घन्टा जति उकालो बिस्तारै हिँड्नु नसक्नेलाई चाहिँ 2 घन्टा जति उकालो आउनुपर्ने छ। यतिसम्म आउँदाखेरि चाहिँ 2 घन्टा जतिको उकालो चाहिँ काटिने रहेछ। त्यही भएर पनि यो माथिल्लो फेदीसम्म आएर बस्नका लागि पनि सजेस्ट गर्न चाहन्छु। र तपाईँहरू पाथिभरा आउँदै हुनुहुन्छ भने मुकुमलुङ आउँदै हुनुहुन्छ भने चाहिँ यो माथिल्लो फेदीसम्म आएर बस्नुभयो भने बिहान हिँड्नका लागि सहज हुनेछ। मेरो नाम विष्णु तामाङ। जय आमा पाथिभरा, जय पशुपतिनाथ, जय मुकुलुङमा। चन्द्रमाको अर्थ के हो त भन्दाखेरि यसरी रातमा माथि हेर्नुहोस् अरबौँ ताराहरू छ तर पनि यो पृथ्वीमा उज्यालो छर्न सक्दैन। तर एउटै चन्द्रमाले चाहिँ यो विश्व ब्रह्माण्ड उज्यालो बनाउँछ। कति बिरामी हुनुहुन्छ नि, मलाई थाहा छ, कति क्यान्सर, अल्सर आदि इत्यादि कुराहरू होइन, उहाँहरू सबैलाई चाहिँ पाथिभरा भगवतीले चाहिँ एकदमै निको पारिदियोस्, उहाँहरूको रोग चाहिँ हराउनुहोस्, रोग चाहिँ समाप्त होस् र उहाँहरू चाहिँ सुखी होस्, एकदमै उहाँहरूलाई चाहिँ कुनै प्रकारको दुःख चाहिँ नहोस्। म त्यो चाहिँ पाथिभरा युवा माग र सम्पूर्ण देवदेवीलाई चाहिँ प्रार्थना गर्छु। जय माता दी। म चाहिँ यहाँ बसेको चाहिँ भुइँचालो गएको सालदेखि। हजुर गएको सालदेखि तपाईँ यहीँ बस्नुहुन्छ होइन? म यहीँ बस्छु नि, यहाँ सबै हेर्छु। तपाईँलाई यहाँ भेट्न सकिन्छ? यस्तो हुन्छ, अस्ति चाहिँ म 3 महिना काठमाडौँ थिएँ, म यहाँ भर्खरै आएको। अनि साउनमा भेट्न सक्नुहुन्न, असारमा हुनु पनि सक्छ नहुनु पनि सक्छ होइन, अरू बेला चाहिँ भेट्न सक्नुहुन्छ। धन्यवाद। हस्, थ्याङ्क यू। सेवारो भाइ, सेवारो बहिनी। ल मुकुमलुङ डाँडामा हिउँमा हिँडियो पुरै। यो चाहिँ आइस जमेको छ, हिउँ देख्न सकिन्छ यहाँनिर। यो चाहिँ पुरै हिउँ जमेको ठाउँमा आइपुगिएको छ। यतिखेर म पाथिभराको टपमा छु, पाथिभरा मुकुमलुङ टपमा छु र आजको यो मौसम हेर्ने हो भने एकदमै मन मोहक छ, मन लोभ्याउने खालको छ। यो यतिखेर चाहिँ यो उतातिर हेर्ने हो भने पुरै हिमाल देखिन्छ, तल पुरै कपास जस्तो पुरै बादल मुनि देखिन्छ भने बादलभन्दा धेरै माथि यतिखेर म उभिएको छु र पर हिमालहरू देख्न सकिन्छ। र यो सबै हिमालको नाम त मलाई आएन, तर यतापट्टिको दृश्य हेर्ने हो भने चाहिँ अब यतापट्टि चाहिँ कुम्भकर्ण र कञ्चनजङ्घा पक्कै पनि हो भन्ने चाहिँ मलाई लागेको छ। र यो मुकुमलुङ यात्रा अथवा पाथिभरा यात्रा गर्दाखेरि त्यस्तो आत्तिनु पर्ने केही पनि रहेनछ। जति भन्नमा सुनिएको थियो तर त्योभन्दा फरक मैले पाएँ। यहाँसम्म आइपुग्नका लागि चाहिँ अब एकदमै कठिन हुन्छ भन्ने चाहिँ सुनिएको थियो, तर म चाहिँ करिब यो पाथिभरा त्यो तल्लो फेदीदेखि यो टपमा आइपुग्दाखेरि कन्टिन्यू गर्ने हो भने 3 घन्टाको यात्रामा म यहाँ आइपुगेको छु। र यो यहाँ थोरै जानकारी गरौँ, तपाईँ पाथिभरा आउँदै हुनुहुन्छ भने अथवा मुकुमलुङ आउँदै हुनुहुन्छ भने तपाईँ चाहिँ यो तल्लो फेदीदेखि त्यो माथिल्लो फेदीसम्म, तल्लो फेदीसम्म तपाईँ सवारी साधनमा आउन सक्नुहुन्छ। फुङलिङदेखि ट्याक्सी चढेर पनि त्यहाँ आउन सक्नुहुन्छ अथवा यतिखेर चाहिँ मोटरसाइकल पनि त्यहाँसम्म आउन सहज रूपमा आउन सकिन्छ। र त्यो तल्लो फेदीमा सवारी साधन राखेपछि तपाईँको 2 किलोमिटर चाहिँ हिँड्नुपर्ने हुन्छ। त्यो 2 किलोमिटर उकालो हिँडिसकेपछि तपाईँ करिब 1 घन्टामा
1 घन्टा तपाईँ हिँड्नै सक्नु भएन भने 2 घन्टा अथवा 1.5 घन्टामा तपाईँ माथिल्लो फेदी आइसक्नुहुन्छ र माथिल्लो फेदीमा बसिसकेपछि 3 किलोमिटर उकालो आउनुपर्ने हुन्छ। म चाहिँ 3 किलोमिटर उकालो चाहिँ ठ्याक्कै 2 घन्टामा पार गरेको छु र त्यस्तो अप्ठ्यारो महसुस पनि भएन मलाई, त्यस्तो चिसो महसुस पनि भएन। तर कहिलेकाहीँ यात्रा गरिराख्ने मान्छे भएर पनि होला र त्यसैले गर्दाखेरि तपाईँहरूलाई यो आउनुहुन्छ भने यो चैतको महिनामा एकदमै बवाल सिन छ। यतिखेर आउनु हो भने एकदम रमाइलो छ र यहाँ आइसकेपछि एउटा छुट्टै आनन्द हुन्छ। यो क्षेत्र आइसकेपछि चाहिँ यहीँ बसौँ लाग्ने त्यस्तो चिसोको भान पनि छैन। यतिखेर म हिउँमाथि उभिरहेको छु, पुरै हिउँ छ। यहाँ मुनि हेर्ने भने पुरै हिउँ सेतामै छ। तपाईँहरू पनि आउँदै हुनुहुन्छ भने मुकुमलुङ पाथिभरा यात्रामा तपाईँ आउँदै हुनुहुन्छ भने तपाईँलाई स्वागत छ। एकदमै रमाइलो छ। यो पाहाडे हेर्नुहोस्, यो सबै मुनि चाहिँ पुरै बादल लागेको छ। यति राम्रो छ, कपास जस्तो देखिन्छ। त्यो ठ्याक्कै बादल पाएर चाहिँ ठ्याक्कै हिमाल देख्न सकिन्छ। यति रमाइलो छ। यहाँ आइसकेपछि चाहिँ नफर्कौँ, यहीँ बसौँ जस्तो छ। यो पर यो बादल यस्तो मजाले उठेको छ, कपास पुरै मान्छेले बनाए जस्तो। प्रकृतिको सुन्दर उपहार, प्रकृतिको अमूल्य कला अथवा प्रकृतिको सुन्दर कला यहाँबाट हेर्न सकिन्छ। यो पर देखिएको चाहिँ कञ्चनजङ्घा र कुम्भकर्ण हिमालहरू, यो ठ्याक्कै एन्टी लाइट परेको हो, त्यही भएर त्यति राम्रो देखिएन। ला हिउँमा चिप्लो भाइ है, झन्डै चिप्लो। त्यसो नगर्नु न बाबा, यो राख्नु न, म पैसा दिन्छु। कति दिनु? म धेरै दिन्छु। किराँत धर्मावलम्बीहरूको लागि चाहिँ यहाँनिर म गाडी किन्ने पूजा आजा गर्ने ठाउँ यहाँ पनि बनाइएको छ। कान्छ म उ गाडी पैसा भरे कुद्ने खालको गाडी किन्ने ल राख्नु ल। ठुलो तिमीलाई बोक्ने। राष्ट्र विभूति खगन लिङ्गदेन जोको यहाँ प्रतिमाको निर्माण पनि गरेको छ। यो किराँत धर्मावलम्बीहरूको लागि यहाँनिर एउटा प्रतिमाको रूपमा राखिएको छ। यो यता चाहिँ पाथिभरा माता पूजा आजा गर्ने ठाउँ र यो मैले चाहिँ सकेर बाहिरिने क्रममा छु। राम्रो बनाइएको छ यो छाडी पनि, यस्तो राम्रो छ। पाथिभरा दर्शनमा आउनु भने श्रद्धालु भक्तजनहरूको आगमन भइरहेको अवस्था छ। राति 12 बजेदेखि नै यतिकै आउने क्रम हुन्छ। यहाँ चाहिँ ल राम्रो छ जानु। ल हिउँ गाडी हिउँ छ यहाँनिर चाहिँ। अब आज यो चाहिँ के हो, यस्तो सानो पहिला छैन, यो पक्कै पनि यति ठुल्ठुला छन्। यो आनन्द छ। यतिको आनन्द फेरि अब लिन पाइन्छ पाइँदैन। यो यतापट्टि हेर्नु भने सबै हिउँ छ। ल जीवनमा यो पनि अनुभव गर्न पाइयो र मुकुमलुङ यात्रा एकदमै सफलता र फाइदाजनक भएको छ यसपालिको। र यहाँसम्म आउनका लागि प्रेरित गर्नुहुने मेरा आदरणीय व्यक्तित्वहरू हुनुहुन्छ। दातराम खनाल सर मैले सम्झिरहेको छु, यसै गरी नानी काजी सर तपाईँलाई एकदमै सम्झिरहेको छु। र यहाँसम्म आउनका लागि कसरी जाने, कसरी सहज रूपमा पुग्न सकिन्छ भनेर तपाईँले गाइड गर्नुभएको थियो। त्यही गाइडलाई चाहिँ मैले फलो गरेर यहाँसम्म आएको छु र यहाँहरूको सहयोगले गर्दाखेरि, यहाँहरूको देनले गर्दाखेरि म यहाँ आइपुगेको छु। हाम्रा दिल विक्रम हाम्रा साजन भाइ हुनुहुन्छ ताप्लेजुङमा, र भाइ साजनलाई पनि धेरै धेरै धन्यवाद। र यहाँसम्म आउनका लागि तपाईँले साथ सहयोग गर्नुभएको छ र गाइड गर्नुभएको छ। र यहाँसम्म आइपुग्नका लागि हरदम साथ सहयोग गर्नुहुने तपाईँ सम्पूर्णलाई म यो मुकुमलुङमा उभिएर, यो पाथिभरामा उभिएर म तपाईँ सम्पूर्णलाई धन्यवाद दिन चाहन्छु। यसै गरी यो भिडियो तपाईँले हेरिराख्नु भएको छ भने तपाईँ सम्पूर्णलाई, भिडियो हेरिदिनु भएकोमा तपाईँलाई पनि धन्यवाद भन्न चाहन्छु। यो यति रमाइलो छ, यति रमाइलो छ। यहाँ आइसकेपछि
उकालोको थकानहरू सबै हराउँछ। यहाँ पारिपट्टि यो देखेका सबै हिमाल छ। त्यसपछि मुनि चाहिँ अब यस्तो कपासे बादल रहेको छ, यति राम्रा छन्। यहाँनिर चाहिँ त्यही माथि कुदुङ जस्तो लाग्ने यस्तो राम्रो वातावरण छ यहाँको। यति राम्रो मौसम आजको खुलेको छ र यो अवसर फेरि अब जोड्ला नजोड्ला। यसरी अब नुमा यसरी यो झन्नै पछि गयो त यस्तो राम्रो छ। बिचरा यो हिँड्ने यो के हो, यो कुकुर हो कि के हो, यो सानो सानो पहिला छैन, यो हिमचित्त हो कि के हो। यसको पनि खुट्टा चाहिँ पुरै गएको छ होला, यति ठुल्ठुला छ। यो हेर्दाखेरि चाहिँ भालुको जस्तो छ, नुङ गाडिएको छ। ल मुकुमलुङ यात्रा सकिएको छ, दर्शन गरेर सकिएको छ र हामी गेट बाहिरिने क्रममा छौँ। यता हेर्नु ल, म भिडियो बनाउँदैछु तपाईँको। अशक्तहरूलाई यसरी बोकेर ल्याउनु भनिरहेछ, सुविधा पनि रहेछ यहाँनिर। र कोही मान्छे यो उकालो आउँदै गलियो भने चाहिँ बोकेर ल्याउने हिमाली ट्याक्सीको व्यवस्था पनि यहाँ गरिएको छ र प्रति केजी रु 200 पर्ने रहेछ। त्यसरी आउँदाखेरि तल आउनुहुन्छ। कहाँदेखि आउनु भने दिदी तपाईँ? डाङदेखि है? ठिक छ, तपाईँ पुगिहाल्नु भयो। अब 1 मिनट पनि लाग्दैन है, त्यहीँ हो, अब पुगिसक्नु भयो। मुकुमलुङ यात्रामा हाम्रो यहाँनिर चाहिँ अब एकदमै सहयोगी मित्र पनि हुन्छ। यहाँ सामग्रीहरू ओसार पसार गर्नुहुन्छ उहाँले। तपाईँको शुभ नाम? मेरो नरेन्द्र लिम्बू हो। नरेन्द्र लिम्बू। के लिम्बू हुनुभयो? तबेबुङ है? ए तपाईँहरू चाहिँ यहाँ सामग्री ओसार पसार सहयोग गर्नुहुन्छ? हजुर। के छ व्यवस्था यहाँनिर चाहिँ? अब केजीको सिस्टममा छ कि के छ तपाईँहरूको? केजी सिस्टम। ए प्रति केजी कसरी बोक्नुहुन्छ नि? अप डाउन 200 रुपियाँ केजी। ए सिङ्गल 100। अनि त्यसरी कहिलेकाहीँ अब यहाँ चाहिँ अब अशक्त पनि हुन्छ है, हिँड्दै थाकेका मान्छेहरू पनि हुन्छन्। अब यहाँ तीर्थालु भक्तजनहरू उहाँले चाहिँ कसरी बोक्ने गर्नुभएको छ? त्यो अब ठाउँ अनुसार हुन्छ। अब तलैदेखि भने 100 रुपियाँ केजी। ए अब बिच बाटोदेखि भने हेरी हुन्छ। एकदमै धर्म छ है। हजुर। यो केबल कार अस्ति निर्माण गर्ने भन्ने हल्ला पनि थियो, के छ अहिले चाहिँ? खै अहिले सबै सुनसान छ। फेरि अर्को महत्त्व पनि घट्छ नि त यति माथि आएर होइन? यसरी यात्रा गरेर अथवा सक्नेले पनि यहाँ माथि आएर गऱ्यो भने छुट्टै आनन्द हुन्छ नि त। तर त्यो अब केबल कारमा सुइँ आयो त्यसको महत्त्व पनि घटेर जाने मैले नि महसुस गरेको छु। तपाईँको घर चाहिँ यहीँ ताप्लेजुङ? मेरो ताप्लेजुङ हो नि, फुरुम्बो। ए फुरुम्बो है? मेरो खासै फक्साङ हो। ए हजुर, म नगरपालिका यता फुरुम्बो बस्छ। ए ल तपाईँहरूलाई धेरै धन्यवाद। यहाँ यो उकाली ओह्रालीमा तपाईँहरूले साथ दिनुहुन्छ। अब हामी जस्ता अब हिँड्न नसक्ने, भारी बोक्न नसक्नेहरूलाई होइन साथ दिनुहुन्छ। तपाईँहरूलाई धेरै धन्यवाद। पातिमारा माताले तपाईँहरूले अझै शक्ति दिनु उकालो जानका लागि है। ल कहाँदेखि आउनुभयो हजुरहरू? त्रिशुली है? ए ल तर पुगिहाल्नु भयो नि त। अब त तपाईँहरूको पहिलो यात्रा त होइन नि? पहिलो है? र ल तर पुगिहाल्नु भयो। अब 2 मिनट दिनु भने पुगिहाल्नुहुन्छ तपाईँहरू। ल हुन्छ, हस् ल। अब कति नै छैन। अब यो यहाँ चाहिँ जब हामी राति आउँछौँ, राति आउँदाखेरि चाहिँ उकालो देखिँदैन, खासै उकालो भएको महसुस पनि देखिँदैन। तर दिउँसो आउँदाखेरि चाहिँ तलदेखि हेर्दा उकालो देखिन्छ र गाह्रो होला कि भन्ने भान पनि हुन्छ। तर खासै उकालो पनि छैन, त्यस्तो आत्तिनु पर्ने पनि यो बाटो होइन। 1.5 घन्टादेखि आयो भन्ने चाहिँ को कहाँदेखि आउनुभयो सर तपाईँ? हामी इटारीबाट। इटारीबाट? हजुर हजुर। ए ल तपाईँहरू? हामी यहीँ नजिकै हो, इलाम। नजिकै भएर इलामबाट आएका थियौँ। होइन यहाँ 15 जना भेटेँ कि आयो भनेर आएकै छैन। होइन अब साह्रो त्यस्तो गाह्रो छैन।
लट्ठीको महत्त्व अथवा लौरोको महत्त्व चाहिँ यहाँ यो उकालो चढ्दाखेरि अनुभव हुन्छ कति महत्त्वपूर्ण हुँदो रहेछ भन्ने लट्ठीको महत्त्व चाहिँ यो मुकुमलुङ यात्रा अथवा पाथिभरा दर्शन यात्रामा जब उकालो लाग्छ त्यसपछि थाहा हुन्छ।